गाइस मान्छेहरुको भिड यस्तो डेन्जर छ। सो हेलो नमस्ते गाइस, तपाईहरु सबैजनालाई स्वागत छ मेरो युट्युबको अर्को नयाँ ब्लगमा। अहिले चाहिँ म हेर्न सक्नुहुन्छ लेक साइड आएको छु। मेरो रुम बाहिर छु अहिले। म चाहिँ अघि 10 मिनेट अगाडि चाहिँ बल्ल चाहिँ घरबाट आएको हो पोखरा। अनि अहिले चाहिँ म मेरो रुम बाहिर छु। म चाहिँ लगभग 20-25 दिन पछाडि चाहिँ म आज लेक साइड आएको छु है। अनि यता दिनसम्म चाहिँ म गाउँमै थिएँ। तपाईहरुले ब्लग हेर्नुभयो होला अगाडिको। अनि आज चाहिँ पुरै घाममै लाखेन कि आकाशमा बादल लाह हेर्न सक्नुहुन्छ। अनि अहिले चाहिँ म मेरो रुम बाहिर छु। यहाँ चाहिँ मैले लगाएको यो यत्रो ठुल्ठुलो भइसकेछ। म जाँदाखेरि उता घर जाने दिन चाहिँ मैले यहाँ यो लगाएको थिएँ। यो प्याज हो कि लसुन यो लगाएको थिएँ। यो चाहिँ यत्रो ठुल्ठुलो ठिकै भइसकेछ। यो पनि यत्रो ठुलो भइसकेछ अहिले। अनि लेक साइडको वातावरण हेर्नुहुन्छ भने अहिले चाहिँ क्रिसमस डे हो क्या आज। अनि मान्छेहरू चाहिँ एकदम लास्ट धेरै अहिले लेक साइडमा बाहिर भरि मान्छे छ। अहिले म एकछिन पछाडि चाहिँ बाहिरतिर जान्छु। तपाईहरुलाई देखाइदिन्छु मैले लेक साइडको माहौल कस्तो छ भनेर। त्यही अब एकछिन पछाडि भेटौँला त गाइस। बाहिर लागेको आलुहरू पनि यत्रो ठुल्ठुलो भइसकेछ। यो 1 महिना अगाडि क्या लाग्यो यत्रो ठुलो भयो गाइस। मान्छेहरूको भिड यस्तो डेन्जर छ। सो गाइज अहिले चाहिँ म यो सुमितको रुममा छु। यो ठाउँको नाम चाहिँ मासबार हो। अनि यहाँ सुमितले अहिले खाना बनाउँदैछ। कलर के छ सुमित? ठिक छ। कुक हो आजको लागि? कुक भयो अब। ल अब सुमितले खाजा पकाउँछ है। अहिले चाहिँ खाजा र खाना पकाउँछ। अहिले चाहिँ अँध्यारो भयो। म बाहिरको भ्यू देखाइदिन्छु तपाईँहरूलाई यहाँबाट बाल्कनीबाट। यता हेर्न सक्नुहुन्छ बाहिरको भ्यू अँध्यारो केही देखाइँदैन रहेछ यार बाहिरको। त्यहाँ बिहान देखाइदिन्छु गाइस, बिहान यहाँबाट भ्यू। ल यस्तो छ गाइस सुमितको रुम चाहिँ हेर्न सक्नुहुन्छ। किचन हो यो चाहिँ। अनि रुम चाहिँ यतापट्टि चाहिँ यो रुम। यता अलि यस्तो वाला बत्ती रहेछ, एलइडी बत्ती रहन्छ क्या, त्यही भएर अलिक राम्रो आउँदैन क्या एलइडी। अनि यता अहिले ग्यास चलाउँदैछ। के भयो बल्नु क्या अब बल्नु भात पकाउँदैछ टक्कै। यो चाहिँ चामल हालेर बसाल्दैछ। यता छ मोही दुध छ त। यो चाहिँ मोही हो। यत्रो धेरै म त खान्न, मलाई रुवाला। यो चाहिँ दुध हो। फाट्दै उमालेर राख्नुपर्छ क्या है। अनि मलाई चाहिँ एकदम रुगा लाएर गाइस यस्तो नाक चाहिँ यस्तो भयो कि यहाँ चिसोले पुरै छोडिदिनु कि त्यो चाहिँ। अब खानासाना के अरे चिया अहिले के चिया खाने र भोलि खाने चिया अहिले चिया खाने। सो अब अहिले भात खाएर घुम्न जानु न यसो बाहिर रातितिर बाहिरतिर कहाँ तल हो र? कति बजी लाग्छ सोध्न है अहिले यसो मिलेछ भने यसो। अनि खानासाना खाएर यसो बाहिरतिर जान्दा भनेको क्या, त्यही भएर मलाई हेर्न सक्नुहुन्छ कपाल काट्न पनि भएछ गाइस मेरो। ए बा बोली कस्तो गाह्रो भएको यार, बोल्नु सकेको छैन कि। अब चाहिँ यहाँ साग काट्नु लाग्छु मैले। मलाई साग काट भनेको सागमा प्याज हाल्ने हो। सागमा प्याज हालेर मैले कहिले नै खाएन। यो आलु रहेछ है, ठुल्ठुलो आलु। अब चक्कु खोज चक्कु।
लगाई यहाँ तरकारी पाकेको छ आलु र प्याज यता छ साग ए दुध हो दुध हो सो गाइज गुड मर्निङ है आज चाहिँ नेक्स्ट डे भयो अनि अहिले चाहिँ यहाँ ढक्का पानी खै पानी मलाई ल यता सुमितलाई मेरो लागि पानी रेडी गरिदियो है ल हेर्न सक्नुहुन्छ पानी टक्क तातो भयो अलि बढी अनि हिजो चाहिँ मैले भ्लग इन गर्नै पाएको थिइनँ क्या गाइज अहिले किनकि त्यस्तै भएर रात परिहाल्यो रातिमा फेरि फोनले राम्रो खिच्दा पनि खिच्दैन त्यही भएर अहिले चाहिँ म तपाईँहरूले यता बाहिरको भ्यू देखाइदिन्छु यतापट्टि रोड छ है यस्तो यो ठाउँ चाहिँ मासुबार ठाउँ हो अरे मैले पहिले पनि भनिसकेँ हेर्न सक्नुहुन्छ यस्तो छ सुमितको किचन हिजो भात खाए पछाडि भाँडासाँडा पनि नबजिकन यत्तिकै राखेको है अनि तरकारीको भाँडा पनि यत्तिकै छ है अब चिया बसाल चिया खाने टक्क पानी खानु पर्यो पहिला अनि धेरै तातो भएछ यार कस्तो चिसो भयो क्या हिजो उता सुतेको रुममा झ्याल लिएर सुतेको थिएँ पछाडि बाहिरपट्टि त्यो झ्याल सिसाकोवाला झ्याल लगाएको रहन्छ त्यही भएर माथि त केही भएको थिएन तल साक्रातिर तल खुट्टातिर चाहिँ चिसो भयो क्या जाडो भएको थियो त्यही भएर अहिले हल्का रुगा लाग है यो गाई चाहिँ अब चिया खानु पऱ्यो चिया पकाउनु लाख सुमितले कि ओए दुध फाटेछ क्या हावा फाटेको क्या दुध यार तर हो क्या भाइ यार ए म त फाटे जस्तो लाग्यो यार मस्तो दुध हालेको चिया खानु पर्ला भने दुध फाट्नु त झ्याउँछ त्यही भएर ल अब चाहिँ आजको भ्लग यति नै हुन्छ भिडियो अन्तिमसम्म हेर्नुभएको छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यति भन्दा यो भ्लगमा यही इन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइज